हामी धान रोपेर आइहाल्नु भएछ मस्त लाएर हिलोबारीबाट। Where are you from? काठमाडौँ। मेरो गाउँ सानेपमा। सानेपमा तपाईको गाउँ? सब कुहिरोहरू सब धान रोपेर आएको छ यार नेपालमा। आजकल हामीले विदेशी के भन्छ कामदारहरू मगाएको छौँ आजकल हामीले नेपालमा। सब विदेशबाट धान रोप्न आएर हेरेँ यहाँ हिलो हिलो भएर सब नुहाइधुवाइ गरिराख्यो नि अहिले यहाँ। सब टुरिस्टहरू सब हिलोबारीमा धान रोपेर आएर हेर यहाँ नुहाउँदै छ। सब हिलोबारीमा धान रोपेर नुहायो। कस्तो धमिलो भयो पानी त्यहाँ। सब टुरिस्टहरू धान रोपेर आएर यस्तो हिलो हिलो भएर धान रोपेर आएर यहाँ नुहाउन आइरहेको नेपालको झरनामा। विदेशमा काम नभएर नेपालमा यहाँ धान रोप्न आएछन्। नेपालीहरू धनी भइसक्यो अब टुरिस्टहरूलाई धान रोपेर आएछन्। हान्ने अहिले हेर यहाँ सब टुरिस्टहरूले आएर पानी धमिलो गरिदिएर हेर यहाँ हिलोबारीको। अरे मैतीले लडे कहाँ पुग्छ थाहा होइन। अनि हामीलाई डर लाग्छ म विदेशी जानु। चाइनिज हो कि कोरियन जस्तो लाग्छ हेर्दा त। कता राम्रो है ऊ त राम्रै छ क्या। ऊ त गोरी चाहिँ राम्रै छ। What are you from? I'm from Germany. Yeah, of course. कुहिरोहरूसँग नुहाउन जानुपर्ने यार। अघि भन अहिले ढिलो आयो अहिले त्यो केटी अहिले त्यहाँबाट पुच्च पछाडि चिप्ल्यो भने ऊ त के ऊ त अहिले गयो नि त आयो नि सेता लाएर बाटो पछाडि चिप्लेको भयो। कम गर्दै नि। हेर न यार उताको त सुकि नै सक्यो। ड्याम बन्द जानी Where are you from? Nepal. Yeah, of course. Nepal. Hello guys. सबैजना ल डान्स गरौँ त ल। क्याबरेल डान्स गरौँ त ल। टक्क अहिले चाहिँ हामी यहाँ मकैबारीमा आछौँ। यहाँ मकैबारी कराम गर्नलाई काँकरबारी झराम गर्न आइरहेछौँ गाइज। हामी अहिले झोरमा पौडी खेलिसक्यो। अब हामी धान्नु मात्रै बाँकी छ। बोर पनि भइसक्यो झोरमा। पछाडिमा केपेबा र शेरेबा सँगै हिँड्दै हुनुहुन्छ। अहिले उहाँ वार्ता गर्दै हुनुहुन्छ के गर्ने देशलाई कसरी अगाडि बढाउने भनेर। सानेपा हिँड्दै गर्दै छ। यस गर्दै हैन गर्दै